बीबीसी को यो न्यूज हेर्नु त दिल्लीमा अहिले टक्सिक हेजले पुरा सहर ढाकेको छ। हावा यति खराब भयो कि स्कुल बन्द, क्लासहरु अनलाइन, कन्स्ट्रक्सनहरु पुरै बन्द, बाहिर निस्किनु नै बन्द भइसकेको छ। अब एउटा प्रश्न, के नेपाल सुरक्षित छ त? बिल्कुल छैन। काठमाडौँ इक्वल्स टु स्लो मोसन दिल्ली। अझै पुराना गाडीहरु सडकमा गुडिरहेका छन्, पुरानो शैलीको इट्टा भट्टीहरु, ओपन कन्स्ट्रक्सन साइट, बल आकारको काठमाडौँ भ्यालीको सेप र एयर क्वालिटी इन्डेक्स AQI मा हरेक वर्ष रेड जोनमा पर्ने। दिल्ली आज हो, काठमाडौँ भोलि। यो पोल्युसन किन खतरनाक छ त? लङ ड्यामेज, हार्ट डिजिज, अस्थमा र ब्रेन डेभलपमेन्टमा पनि यसले असर गर्छ। बच्चा र वृद्ध 100 भन्दा पोल्युसनको मुख्य खतरामा हुन्छन्। आँखाले नदेखे तापनि यो भित्र तपाईको पुरै शरीरलाई खराब गर्छ। आखिर यसको सल्युसन के हो त? नम्बर 1, पुराना शैलीका भेकलहरुलाई विस्थापित गरेर नयाँ शैलीको भेकलहरु स्थापना गर्ने। नेपालमा मनलाग्दी तरिकाले कन्स्ट्रक्सनहरु भइरहेको छ। ठुलठुला कमर्सियल बिल्डिङ, रेजिडेन्शियल बिल्डिङ, सडकहरु, अरु थुप्रै कन्स्ट्रक्सनहरु विदाउट कभर, विदाउट सेफ्टी काम भइरहेको छ। यस्ता कन्स्ट्रक्सन जोनहरुमा डस्ट ब्यारियर कम्पल्सरी गरेर, वाटर स्प्रेइङहरु कम्पल्सरी गरेर यसलाई कभर गरेर बल्ल कन्स्ट्रक्सन गरियो भने यसले शहरमा पोल्युसन घटाउँछ। तेस्रो नम्बरमा छ इन्डस्ट्री एन्ड ब्रिक रेगुलेसन। इन्डस्ट्री र यस्ता पुराना इट्टा उद्योगहरुमा नयाँ प्रविधि जडान गर्नुपर्ने हुन्छ। हामीले नयाँ टेक्नोलोजी युज गर्नुपर्छ इन्डस्ट्री र पुराना इट्टा उद्योगहरुमा, जसले गर्दाखेरि पोल्युसन इन्भाइरोमेन्टमा जुन किसिमको हुन्थ्यो त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ। त्यसैगरी हामीले इन्डस्ट्रीहरुलाई सिजनल शटडाउन पनि गर्न सक्नुपर्छ। यानि कि कुनै सिजनमा चल्न दिने, त्यो सिजनमा एकदमै ठुलो प्रोडक्सन भएर कुनै सिजनमा बन्द गर्यो भने शहरले अथवा कुनै पनि इन्भाइरोमेन्टले आफूलाई शुद्ध पार्ने समय पाउन सक्छ। अर्को 14 नम्बरमा छ ग्रीन एक्सन। अर्बन एरियामा ट्रीजहरु रोप्ने हैन, सडकको दायाँ बायाँ बायो इन्जिनियरिङ गरेर थुप्रै ठाउँहरुमा रुख बिरुवा रोप्न सक्यो भने पनि हाम्रो शहरलाई राम्रो बनाउन सकिन्छ। तर सबैभन्दा ठुलो प्रब्लम चाहिँ के हो? हामीले पोल्युसनलाई नर्मल देख्नु नै हाम्रो सबैभन्दा ठुलो समस्या हो। दिल्लीले त हावा गुमायो, के अब नेपालले पनि भविष्यमा सास फेर्ने हावा गुमाउनु पर्ने हो? आजदेखि नै हामी हाम्रो वातावरणलाई राम्रो गराउनको लागि यी यस्ता कदमहरु आफूले आफ्नो क्षेत्रबाट र सरकारले सरकारको क्षेत्रबाट चालेन भने नेपाल पनि छिटै नै दिल्ली नहोला भन्न चाहिँ सकिँदैन। ए साच्चै। अनि नेशनल घरनिर्माण फेस्ट उस 12, 13, 14 र 15 भिरकुटी मण्डपमा हुँदैछ, जहाँ तपाईले घर निर्माण सम्बन्धी A देखि Z सम्मका लाइभ स्टलहरु देख्न सक्नुहुन्छ, जहाँ कन्स्ट्रक्सन चाहिँ लाइभ नै डेमो देख्न सक्नुहुन्छ र निशुल्क इन्जिनियरिङ परामर्श पाउन सक्नुहुन्छ। गेट रेडी फर द राष्ट्रिय घरनिर्माण फेस्ट 2082।